उत्पत्तिको पुस्तक 37 अध्यायमा, यता सुन्नुहोस् तपाईले, म पढिदिँदैछु। उत्पत्तिको पुस्तक 37 अध्यायमा 4 अध्याय मैले पढ्दैछु। तर तिनका बुवाले अरू भाइहरूलाई भन्दा तिनलाई बढी माया गरेको देखि तिनका दाजुहरूले तिनीसित दुश्मनी राखे र तिनीसँग राम्रो बोल्दैनथे। फेरि सुन्नुहोस् है। तर तिनका बुवाले अरू भाइहरूलाई भन्दा तिनलाई बढी माया गरेको देखि तिनका दाजुहरूले तिनीसँग दुश्मनी राखे र तिनीसँग राम्ररी बोल्दैनथे। यही अनुभव तपाईँ भएर बुझिदिनु भएको छ कि छैन? यहाँ हेर्नुहोस् त, याकुबको छोराको विषयमा यहाँ भन्दैछ। याकुबको छोराहरू मध्ये एकजना छोरा जसको नाम योसेफ थियो। योसेफको विषयमा यहाँ के भन्दा छ भने, योसेफको बुवाले याकुबले अरू छोराहरूलाई भन्दा बढी माया कसले गरेको थियो अरे? याकुबले आफ्नो छोराहरू मध्ये सबैभन्दा बढी माया योसेफलाई गरेको थियो, बाइबलले भन्छ। जब त्यो कुरा योसेफको दाजुहरूले देख्यो, हामीलाई भन्दा बढी माया चाहिँ बुवाले हाम्रो भाइ जोसेफलाई गर्दैछ भन्ने जब देख्यो, त्यो कारणले गर्दाखेरि दुश्मनी राख्यो भन्छ। त्यो कारणले गर्दाखेरि राम्ररी बोल्नु छोड्यो अरे। भनेपछि के कारणले रहेछ दुश्मनी राखेको योसेफसँग उसको दाजुहरू? के कारण रहेछ योसेफसँग उसको दाजुहरू नबोलेको कारण, मुहार बिगारेको कारण? एउटै कारण रहेछ। महत्त्वपूर्ण कारण चाहिँ के रहेछ भने, उनीहरूलाई भन्दा बढी पिताले योसेफलाई माया गरेको कारणले गर्दाखेरि। हालेलुया। तपाईलाई म भनौं, ख्रीष्ट यीशुलाई तपाईँ र मैले विश्वास गरिसकेपछि तपाईँ र म परमेश्वरको प्रिय छोराछोरी भएको छौं। हालेलुया। उहाँको मुटुको टुक्रा भएको छौं, उहाँको हृदयको टुक्रा तपाईँ र म भएको छौं। बाइबलले भन्छ परमेश्वरले तपाईलाई मलाई असाध्यै माया गर्नुहुन्छ। यति धेरै माया गर्नुहुन्छ तपाईँ र मलाई। बुझ्नुभयो? संसारलाई माया गर्छ उहाँले। संसारमा को सृष्टि हो सबै मानव जातिलाई उहाँले माया गर्नुहुन्छ। तर त्यो भन्दा बढी जसले यीशुलाई विश्वास गरेर ती विश्वासीहरू परमेश्वरको छोरा छोरी भएको छ, उहाँले ती व्यक्तिहरूलाई विशेष माया गर्नुहुन्छ। हालेलुया। अनि किन संसार तपाईँ र मसँग रिसाउनु हुँदो रहेछ त? किन संसारले तपाईँ र मलाई हेरिसक्दैन? किन मानिसहरू बिना कारण तपाईँ र मसँग बोल्दैन? किन मानिसहरू ख्रीष्टमा आएपछि, तपाईँ र म ख्रीष्टमा आएपछि उनीहरू त्यसै हाम्रो दुश्मनी हुन्छ? किन उनीहरूलाई इरिटेट हुन्छ हामीलाई देख्दै गर्दा? किनभने उनी भित्र चाहिँ दुष्ट आत्मा पस्छ र किनभने र त्यो मन पर्दैन। परमेश्वरले तपाईँ र मलाई असाध्यै माया गर्दै गरेको, तपाईँ र मलाई आफ्नो मुटुको टुक्रा बनाएको, तपाईँ र मलाई प्रेम गरेको कुरा चाहिँ दुष्टलाई मन पर्दैन। त्यही भएर मानिस भित्र पसेर हामीलाई सताउन थाल्छ, मानिस भित्र पसेर त्यसले हामीलाई घृणा गर्नु थाल्छ। हालेलुया। मैले भन्नु चाहेको, यदि आज तपाईँ घृणाको बाटो भएर हिँड्दै हुनुहुन्छ भने कसैको केही बिगार्नु भएको छैन, तर त्यसै तिनीहरूले तपाईँको दुश्मनी गरिराखेको छ भने, तपाईँको निन्दा र अपमान गरिराखेको छ भने, तपाईँको खेदो निन्दा गरिराखेको छ भने, सताइराखेको छ भने, तपाईँलाई घृणा गर्छ भने, यो चाहिँ एउटा प्रुफ हो, यो चाहिँ एउटा साइन हो कि तपाईँ चाहिँ साँच्चै नै असाध्य परमेश्वरले माया गरेको छोरा हुनुहुन्छ, परमेश्वरले असाध्य माया गरेको छोरी हुनुहुन्छ भन्ने कुरा यो चाहिँ परमेश्वरको प्रेमलाई दर्शाउँछ। हालेलुया। यदि याकुबले योसेफलाई माया गरेको थिएन भने उसको दाजुहरू दुश्मनी हुने थिएन, उसको दाजुहरूले उसलाई घृणा गर्ने थिएन, गड्डामा हाल्ने थिएन, विदेशीको हातमा बेचिदिने थिएन, निन्दा र अपमान गर्ने थिएन। तर जब उसको दाजुहरूले, उसको बुवाले असाध्य माया योसेफलाई गरेको देख्यो, तबदेखि घृणा गर्नु थाल्यो। हालेलुया। म तपाईलाई भन्नु चाहन्छु, यदि आज घृणाको बाटो भएर तपाईँ हिँड्दै हुनुहुन्छ भने निराशा नहुनुहोस्। यो चाहिँ एउटा साइन हो,
तपाईँ असाध्य प्रेम गरिनु भएको व्यक्ति हो। परमेश्वरले तपाईँलाई असाध्य प्रेम गर्नु भएको छ। हालेलुया। त्यो प्रेमको लागि प्रभुलाई धन्यवाद दिनु थाल्नुहोस्। त्यो प्रेमको लागि प्रभुलाई प्रशंसा गर्नु थाल्नुहोस्। हालेलुया। खुसी हुनुहोस्, रमाउनुहोस्। ओहो, आज यदि संसारले तपाईँलाई घृणा गर्थेन भने तपाईँको लागि दुःखको कुरा हुने थियो। अरू जस्तै प्रेम नगरेको व्यक्तिमा तपाईँ पनि गनिनु हुने थियो। तर आज उनीहरूले तपाईँलाई घृणा गर्दैछ, तपाईँलाई हेरिसकेको छैन, तपाईँलाई देख्दै गर्दा पनि रिसाउँदैछ, अपमान र निन्दा गर्दैछ भने त प्रभुलाई धन्यवाद होस्। यो मेरो लागि एउटा साइन हो कि मेरो प्रभु पिताले, परमेश्वर पिताले मलाई असाध्य प्रेम गर्नु भएको रहेछ। म त उहाँको मुटुको टुक्रा रहेछु, मलाई त उहाँले असाध्य प्रेम गर्नु भएको रहेछ। धन्यवाद प्रभु भन्दै जिउनुहोस्। हालेलुया। निराशा हुनु पर्ने कुरा छैन, रमाउनु पर्ने कुरा छ। हालेलुया। अब अर्को कारण पनि त्यहाँ लेखेको छ, हेर्नुहोस् ल। मैले तपाईँलाई भने उत्पत्ति 37 अध्यायको 4 पद अघि पढ्यौं। अब 37 अध्यायको 8 पद पनि हामी पढ्दैछौँ ल। त्यहाँ यसरी लेखेको छ, तिनका दाजुहरूले तिनलाई भने, के त हामीमाथि राज्य गर्ने भइस? के तेरो प्रभुता हामीमाथि हुने भयो? अनि तिनको सपना र तिनको कुराहरूको कारणले तिनीहरूले तिनीसँग झन् दुश्मनी राखे। हालेलुया। यो अर्को कारण के को कारण? सपनाको कारण, अर्थात दर्शनको कारण। योसेफले दर्शन देखेको थियो, भविष्यमा ऊ के हुँदैछ परमेश्वरको उसले योजना देख्यो, जान्यो। सपनाबाट परमेश्वरले किन उसलाई बोलाउनु भएको रहेछ, उनको जीवनमा परमेश्वर के उद्देश्य रहेछ भन्ने कुरा जब जोसेफले जान्यो, देख्यो, परमेश्वरले सपनाद्वारा उनलाई उनको भविष्यमा हुने कुराहरू देखाइदिनु भयो। अनि उसको हृदयमा परमेश्वरले दर्शन हालिदिनु भयो है। जब त्यो दर्शन आफ्नो दाजुहरूलाई भने, त्यो दर्शनको कारणले उनको दाजुहरूले झनै दुश्मनी राख्यो भनेको छ। हालेलुया। अर्को कारण के कारण रहेछ? दर्शनको कारण। हालेलुया। म तपाईँलाई भनौँ, जतिले आज विश्वास गरेर हामी हाम्रो जीवनलाई प्रभुमा समर्पण गरेको छौँ नि, हरेकको जीवनमा परमेश्वरले उद्देश्य राख्नु भएको छ। प्रत्येकको जीवनको दर्शन छ। तपाईँ साधारण व्यक्ति होइन, तपाईँको जीवनमा परमेश्वरको दर्शन छ। तपाईँ दर्शन बोक्ने व्यक्ति हो। परमेश्वरको तपाईँको जीवनमा उद्देश्य छ। जब त्यो उद्देश्य तपाईँको जीवनमा शत्रुले देख्छ, जब तपाईँ दर्शन बोक्ने व्यक्ति हो भन्ने शत्रुले थाहा पाउँछ, त्यसले तपाईँलाई घृणा गर्नु थाल्छ, रिसाउनु थाल्छ, हेरिसक्दैन, दुश्मनी राख्छ। किनभने उनीहरूको जीवनमा दर्शन छैन। उनीहरू साधारण व्यक्ति हो, तर उनीहरू जस्तो तपाईँ होइन। तपाईँको जीवनमा त परमेश्वरको दर्शन छ, तपाईँको जीवनमा त परमेश्वरको उद्देश्य छ। हालेलुया। अनि तपाईँको जीवनबाट त्यो उद्देश्य पूरा नहोस् भनेर, तपाईँको दर्शन पूरा नहोस् भनेर विभिन्न प्रकारको रिस गरेर, अपमान, निन्दा, खेदो गरेर तपाईँलाई निराशा पारी त्यो दर्शनलाई पूरा नगरोस् भनेर त्यसले विभिन्न योजनाहरू रच्छ। तर तपाईँले बुझ्नुपर्ने, यदि बिना कारण आज तपाईँले घृणा भोग्दै हुनुहुन्छ भने, अपमान र निन्दा सहँदै हुनुहुन्छ भने, मानिसहरूले खेदो गरिराखेको छ भने, तपाईँलाई हेरिसक्दा उनीहरू रिसाइराखेको छ, उनीहरू एकदमै अनुहार बिगारिराखेको छ भने, यो चाहिँ एउटा साइन हो। तपाईँ साधारण व्यक्ति होइन, तपाईँ असाधारण व्यक्ति हो। तपाईँको जीवनमा परमेश्वरको उद्देश्य छ, तपाईँको जीवनमा परमेश्वरको दर्शन छ। तपाईँ दर्शन बोक्ने व्यक्ति हो। हालेलुया। हालेलुया। जब नि मानिसले तपाईँलाई सताउँछ, अपमान, निन्दा गर्छ, त्यति बेला आफैलाई हेर्नुहोस्। ओहो, यो तपाईँले रियलाइज गर्नुहोस्, म त साधारण व्यक्ति होइन पो त, म त दर्शन बोक्ने व्यक्ति हो। मेरो जीवनमा परमेश्वरको दर्शन छ, मेरो जीवनमा परमेश्वरको उद्देश्य छ। म तपाईँलाई भनौँ, जो व्यक्ति परमेश्वरको एउटा दर्शन बोकेर जिउँछ नि, जसको जीवनमा साँच्चै परमेश्वरको एउटा उद्देश्य हुन्छ, दर्शन बोकेर जिउने व्यक्ति कहिले पनि खेदो, निन्दा र अपमानको बाटो भएर जानु नै पर्छ। जो व्यक्ति नि केही कतैतिरदेखि समस्या छैन, कष्ट छैन, दुःख छैन, कसैले सबैले हाई हाई गरिराखेको छ, सबैजना मिलिराखेको छ,
कसैले घृणा गर्दैन, अपमान गर्दैन, सतवाट गर्दैन भने त्यो मजाले बुझ्न सकिन्छ त्यो दर्शन नबोक्ने व्यक्ति हो भनेर। यो हो, तपाईँ आफैले जाँच्नुहोस्। यदि कसैले तपाईँलाई घृणा गर्दै छैन भने, कसैले तपाईँको अपमान, खेदो, निन्दा गरिराखेको छैन भने तपाईँले दर्शनै बोक्नु भएको छैन। तर जो पनि, हामी क्रिस्चियन मात्र होइन, इभन नन क्रिस्चियन पनि तपाईँले हेर्नुहोस्, जसले दर्शन बोकेर जिउँछ नि उनीहरूको जीवनमा सतवाट आउँछ। जसले जीवनको उद्देश्य राखेको हुन्छ, केही गर्ने उद्देश्य बोकेको हुन्छ, असाधारण व्यक्ति हुन्छ, उनीहरू कष्टमा भएर गुज्रिनु नै पर्छ। पहिल्यै उ तयार हुँदा हुन्छ। हालेलुया। दर्शनको कारण। दूसरा कारण के रहेछ? दर्शनको कारण। किन याकुब सताइएछ? पहिला कारण किन योसेफ घृणाको बाटो भएर जानु पर्यो? किनभने उनी प्रिय छोरा भएको कारणले, अरूलाई भन्दा बढी उनलाई परमेश्वरले आफ्नो पिताले माया गरेको कारणले। दोस्रो कारण किन रहेछ? अरूको जीवनमा दर्शन थिएन, अरूको जिन्दगीको उद्देश्य थिएन, तर उसको जीवनको उद्देश्य थियो। उसले दर्शन बोकेको व्यक्ति थियो, यसै कारण ऊ सतवाटमा भएर जानु पर्यो, निन्दा र अपमानमा भएर जानु पर्यो, घृणाको बाटो भएर जानु पर्यो। हालेलुया। प्रभुलाई महिमा भएको। प्रतिदिन त्यो बाटो भएर हामी गुज्रिन्छौँ, किनभने हाम्रो जीवनमा उद्देश्य छ। हालेलुया। खेदो, निन्दा, अपमान हरेक दिन यो बाटो त भएर म गुज्रिराखेको मजाले म अनुभव गर्छु, तर मलाई चिन्ता छैन, किनभने म असाधारण व्यक्ति हो। हालेलुया। मेरो जीवनमा परमेश्वरको उद्देश्य छ, परमेश्वरको दर्शन मैले बोकेर जिउँदैछु। सतवाट आउँछ, कष्ट आउँछ, खेदो गर्छ, मेरो अनुहार हेरिसक्दा रिस उठ्छ मानिसलाई, मेरो शब्द सुनिसक्दा रिस उठ्छ मानिसलाई, मेरो नामै सुन्दा रिस उठ्छ, किनभने मेरो जीवनमा परमेश्वरको दर्शन छ। हालेलुया। तेस्रो कारण, प्रस्थानको पुस्तक 1 अध्यायको 9 पदमा हामी पढौँ ल। प्रस्थानको पुस्तक 1 अध्यायको 9 पदमा मैले पढे। एक अध्यायको 9 पद मैले यसरी पढे ल। 8 र 9 पढ्दैछु ल। तब मिस्रमा योसेफलाई नचिन्ने एकजना नयाँ राजाले शासन गर्न थाले। उनले आफ्नो प्रजालाई भने, हेर, इजरायलीहरू संख्यामा हामी भन्दा अति धेरै र अति शक्तिशाली भएको छन्। अनि 11 पददेखि हेर्नुभयो भने, यसै कारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउन तिनीहरूमाथि नाइकेहरू खटाए र तिनीहरूले फारोको निम्ति पित्तल र रामसेस भन्ने भण्डारका सहरहरू बनाए। यहाँ के भनेको छ भने इजरायलीहरूको विषयमा लेखेको छ। जब इजरायलीहरू मिस्र देशमा थियो, सुन्नुहोस् है, यता ध्यान दिनुहोस्, इजरायलीहरू मिस्र देशमा हुँदै गर्दाखेरि, जब इजरायलीहरू मिस्र देशमा थियो त्यति बेला अब पहिला त इजरायलीहरूलाई माया गर्थ्यो, एकदमै आदर गर्थ्यो। जुन राजाले योसेफलाई प्रधानमन्त्री बनाएको थियो त्यो राजा छौन्जेल इजरायलीहरूको जीवन राम्रो भयो। त्यसपछि केही सालपछि त्यो राजा मरेपछि पछिबाट अर्को राजाको उदय हुन्छ, फारो। त्यही फारो होइन जुन राजाले योसेफलाई प्रधानमन्त्री बनाएको थियो, त्यही राजा होइन, अर्को राजा। अनि यसरी भनेको छ, त्यो नयाँ राजाले के देख्यो भने इजरायलीहरू उनीहरूको देशमा अर्थात् मिस्र देशमा यति साह्रो बढेर गयो अरे, उनीहरूको प्रजा भन्दा धेरै भएको उसले देख्यो। अर्को कुरा, यति शक्तिशाली भएको देख्यो।
जब यो देख्यो, राजाले सबै उसको प्रजाहरूलाई बोलाएर भन्यो, हेर इजरायलीहरू त हामीभन्दा धेरै संख्यामा बढेको छ, हामीभन्दा शक्तिशाली भयो। अब यतिकै छोडिदियो भने त पछि कुनै कथमले युद्ध भयो भने उनीहरूको र हाम्रो बीचमा दुश्मनी भयो भने यिनीहरूले त हामीलाई नाश गर्छ, अरू शत्रुहरूसँग मिलेर यिनीहरूले हामीलाई खत्तम पार्छ। सो अब हामीले दिमाग लाउनु पर्छ, यिनीहरूको जीवनमा सतवाट थाल्नुपर्छ। त्यहाँदेखि के गर्थे थाहा छ? जो पनि नि इजरायलीहरूको बच्चा जन्मिन्थ्यो, छोरा छ भने पछारेर मारिहाल्थ्यो। इजरायलीहरूको जीवनमा किन कति बेला सतवाट सुरु भयो? इजरायलीहरूलाई फारो राजाले र मिश्रीहरूले कति बेला घृणा गर्नु थाल्यो, कति बेला हेला गर्नु थाल्यो, कति बेलादेखि सताउनु थाल्यो, जब इजरायलीहरूलाई उनीहरूको दुश्मनले, इजरायलीहरू बाहेक अरू मानिसले, मिश्रीहरूले आफूभन्दा धेरै, उनीहरूभन्दा धेरै माथि बढ्दै गएको संख्यामा बढ्दै गएको देख्यो अनि उनीहरूभन्दा शक्तिशाली भएको देख्यो, तब सतवाट सुरु गर्यो। तब घृणा गर्नु थाल्यो, निन्दा र अपमान गर्नु थाल्यो, मार्नु थाल्यो, जे सक्थ्यो त्यो गर्नु थाल्यो उनीहरूमाथि। दुईटा कुरा भनेको छ, एउटा हामी भन्दा धेरै बढेको कारणले गर्दाखेरि। हालेलुया। किन मानिसले तपाईलाई घृणा गर्छ? किन मानिसले तपाईलाई सताउँछ? किन मानिसले तपाईलाई हेरिसक्दैन? किनभने तिनीहरू भन्दा तपाई बढेको कारणले गर्दाखेरि। हालेलुया। इजरायलीहरूलाई किन सतायो? किनभने फारो राजाले जब देख्यो उनीहरू भन्दा इजरायलीहरू बढेर गएको, तब सताउनु थाल्यो, घृणा गर्नु थाल्यो। आज मानिसले तपाईलाई सताउँदैछ भने, घृणा गर्दैछ भने यो बुझ्नुहोस्, ओहो म चाहिँ बढ्दै रहेछु। हालेलुया। कति आफ्नै साथीले पनि सताउँछ, कति मण्डली भित्रदेखि पनि तपाईँलाई सताउनु थाल्छ। किनभनेको उनीहरूले देख्नु थाल्छ, उनीहरू भित्र भएको नराम्रो आत्माले देख्नु थाल्छ, यो चाहिँ यो भन्दा म भन्दा बढ्नु थाल्यो भन्ने कुरा चाहिँ। हालेलुया। अनि तपाईँ भन्दा अरू भन्दा तपाईँ बढेको उनीहरूलाई मन पर्दैन। तपाईँको शत्रुले नि त्यो तपाईँको शत्रु भन्दा तपाईँ बढेर गएको उसलाई मन पर्दैन अनि तपाईँलाई घृणा गर्नु थाल्छ। हालेलुया। जब तपाईँ प्रार्थनामा बढ्नु थाल्छ नि, जब तपाईँ उपवासमा बढ्नु थाल्छ, जब तपाईँ ख्रीष्टको गुणमा बढ्नु थाल्नुहुन्छ, जब प्रेममा बढ्नु थाल्नुहुन्छ, जब प्रभुमा बढ्नु थाल्नुहुन्छ, जब आशिषमा बढ्नु थाल्नुहुन्छ, जब सत्यतामा तपाईँ बढ्नु थाल्नुहुन्छ, तपाईँलाई मानिसले घृणा गर्नु थाल्छ। हालेलुया। तपाईँ नराम्रो भएर होइन, तपाईँले कुनै गल्ती गरेको कारणले होइन, तर यो चाहिँ साइन हो। जब मानिसले तपाईँलाई सताउँछ, जब तपाईँलाई घृणा गर्छ मानिसले बिना कारण, तपाईँले बुझ्नुहोस्, प्रभु धन्यवाद, म चाहिँ बढ्दै रहेछु है अब भन्ने। हालेलुया। कतिजना सतावटमा भएर गुज्रिँदै हुनुहुन्छ। यदि गुज्रिनु भएको छैन भने, कसैले तपाईँले घृणा गरेको छैन भने, सबैले हाई हाई गरिराखेको छ भने तपाईँ बढ्नु भएको छैन। हालेलुया। यदि बढ्नु भएको छ भने निश्चय नै मानिसले सताउनु थाल्छ। सच्चै कुरा म भनेको, आफ्नै मानिसहरूबाट योसेफ टाढोबाट सतावट उसलाई भएन, टाढोको मानिसले नि योसेफलाई घृणा गरेर आफ्नै परिवारभित्रदेखि, क्रिस्चियन परिवारदेखि नै तपाईँको विरोध गर्नु थाल्छ। क्रिस्चियन परिवारभित्रदेखि नै तपाईँलाई निन्दा र अपमान गर्नु थाल्छ। तपाईँले आफ्नो सम्झेको मानिसहरूले तपाईँलाई घृणा गर्नु थाल्छ। जब तपाईँ प्रभुमा बढ्नु थाल्नुहुन्छ, जब सत्यतामा बढ्नु थाल्नुहुन्छ, जब अभिषेकमा बढ्नु थाल्नुहुन्छ, जब तपाईँ परमेश्वरको आज्ञाकारितामा बढ्नु थाल्नुहुन्छ। हालेलुया। म तपाईँलाई भन्नु चाहन्छु, आफैलाई यति बेला तपाईँले सायद जाँच्दै हुनुहुन्छ, जाँच्नुहोस्। यति बेला मानिसले तपाईँले राम्रो बिहेभ गर्दैछ कि? एउटा कुरा नि, प्रभुलाई पाएपछि हामी राम्रो जीवन जिउँदै गर्दाखेरि, सत्यमा जीवन जिउँदै गर्दाखेरि, सबैलाई तपाईँले प्रेम गर्दै गर्दाखेरि, त्यस्तै तपाईँलाई पनि सबैले प्रेम गर्छ भन्ने कदापि होइन। बुझ्नुभयो? जति तपाईँ राम्रो कुरामा बढ्नुहुन्छ, जति तपाईँ प्रभुमा बढ्नुहुन्छ, जति तपाईँ सत्यतामा उभिनु थाल्नुहुन्छ, जति तपाईँ अभिषेकमा बढ्नु थाल्नुहुन्छ, सेवकाईमा बढ्नु थाल्नुहुन्छ, त्यति नै दुश्मनी बढ्नु थाल्छ। त्यति नै दुश्मनी बढ्नु थाल्छ। त्यति नै धेरै तपाईँले घृणा सहनुपर्ने हुन्छ। त्यति नै धेरै तपाईँ अपमान र निन्दा सहनुपर्ने हुन्छ। त्यसैले यदि उच्च स्थानमा तपाईँ पुग्नु चाहनुहुन्छ भने पहिल्यै तपाईँ मेन्टली तयार हुनुपर्छ यो सतवाटमा बाटोमा भएर जानका लागि।
निन्दा र अपमानको बाटोमा भएर जानुको लागि, घृणाको बाटोमा भएर जानुको लागि तपाईँ तयार हुनुपर्छ पहिला नै। हालेलुया। इजरायलीहरूलाई किन सताएको रहेछ? उनीहरूले केही बिगारेको थिएन, त्यसै हो फारो राजा र उनको प्रजाले इजरायलीहरूलाई घृणा गर्नु थालेको के कारण हो थाहा छ? अघि मैले भने नि, उनीहरू नराम्रो भएर होइन। इजरायलीहरूले मिस्रीको केही बिगारेर होइन। के कारण रहेछ? उनीहरू भन्दा बढेको कारणले गर्दाखेरि। हालेलुया। शतवर्ष सधैँ हुनुहुन्छ तपाईँले, मानिसले तपाईँलाई घृणा गर्दैछ, मानिसले तपाईँलाई अपमान गर्दैछ, त्यसो हो भने तपाईँ प्रभुमा बढ्दै हुनुहुन्छ, प्रार्थनामा बढ्दै हुनुहुन्छ, उपासमा बढ्दै हुनुहुन्छ, सत्यतामा बढ्दै हुनुहुन्छ। हालेलुया। प्रभुमा बढ्दै हुनुहुन्छ। बढ्दै जानुहोस्, बढ्दै जानुहोस्, बढ्दै जानुहोस्। मानिसले घृणा गर्यो, अपमान गर्यो, निन्दा गर्यो, हेरिसकेन, रिस गर्यो भनेर तपाईँ नघट्नुहोस्। हालेलुया। बढ्ने मान्छेले जहिले पनि यो बाटो भएर जानु नै पर्ने हुन्छ। अर्को कुरा त्यहाँ के लेखेको छ? बढेको कारण र शक्तिशाली भएको कारणले गर्दाखेरि। हालेलुया। किन सतायो इजरायलीहरूलाई मिस्रीहरूले? जब इजरायलीहरू हेर्यो हामी भन्दा शक्तिशाली यिनीहरू छ भनेर, जब देख्यो हामी भन्दा शक्तिशाली हुँदैछ यो इजरायलीहरू भनेर जब फारो राजाले देख्यो, तब सतावट सुरु गर्यो, तब घृणा सुरु गर्यो, तब अपमान र निन्दा सुरु गर्यो, तब कष्ट दिनु सुरु गर्यो। हालेलुया। यहीँदेखि हाम्रो लेभल कति हामी शक्तिशाली हुँदैछौँ आत्मामा। बाइबलले भन्छ परमेश्वरको शक्तिमा तिमी सामर्थ्य हुँदै जाऊ, परमेश्वरको सामर्थ्यमा तिमी बढ्दै जाऊ भन्छ। बुझ्नुभयो? बढ्दै जाऊ भनेको शक्तिशाली हुँदै जाऊ भनेको छ। एउटा अभिषेक जनले जहिले पनि सतावटमा भएर जानुपर्छ। परमेश्वरको शक्तिमा जिउने व्यक्तिलाई नि जहिले पनि सतावट आउँछ। भित्रदेखि पनि आउँछ, बाहिरदेखि आउँछ, चारैतिरदेखि आउँछ। हालेलुया। तर तपाईँ नर्मल जीवन, क्रिस्चियन त हुँ, तर तपाईँ नर्मल जीवन जिउँदै हुनुहुन्छ भने, साधारण जीवन जिउँदै हुनुहुन्छ भने, एकजना र प्रार्थना गर्दा रोगी पनि निको हुँदैन, तपाईँले जति प्रार्थना गर्दा उत्तर पनि आउँदैन, त्यो प्रकारको जीवन जिराख्नु भएको छ भने तपाईँलाई केही हुँदैन। जब तपाईँ परमेश्वरको शक्तिमा जिउने निर्णय गर्नु थाल्नुहुन्छ नि, हालेलुया, तब सतावट पनि बढ्छ। तब मानिसले तपाईँलाई अपमान गर्नु थाल्छ, निन्दा गर्नु थाल्छ। ठुलो ठुलो प्रभुको जन हेर्नुहोस् त, ठुलो ठुलो परमेश्वरको अभिषेक जनहरू तपाईँले हेर्नुहोस् त, जति अभिषेक जन छ नि, ठुलो ठुलो शक्तिशाली अभिषेक जनहरू, उनीहरू कष्टमा भएर गुज्रेको हुन्छ। उनीहरूलाई धेरै त्यत्तिकै घृणा गरिराखेको हुन्छ, अपमान गरिराखेको हुन्छ। त्यो चाहिँ उनीहरूलाई होइन, तर उनीहरू भित्र परमेश्वरको शक्तिलाई देख्दै गर्दाखेरि नपचेको, परमेश्वरको अभिषेकलाई देख्दै गर्दाखेरि नपचेको, उनीहरूभन्दा शक्तिशाली भएको कारणले नपचेको। हालेलुया। मलाई मजाले थाहा छ, जो म भन्दा आत्मामा शक्तिशाली हुँदैन नि, तला हुन्छ, त्यही व्यक्तिले मेरो घृणा गर्छ। इभन मैले कतिचोटि भिडियोसहरू मैले फेसबुकतिर लगाइराख्छु, अरूलाई उत्साह होस्, अरूले के सिकोस् भनेर है। त्यसो गर्दै गर्दाखेरि बिना कारण कतिजनाले मेरो त्यहाँ नराम्रो इभन कतिलाई त चिनेकै पनि हुन्न, त्यत्तिकै अपमान गरिराखेको हुन्छ, त्यत्तिकै के लेखिराखेको हुन्छ। मलाई थाहा हुन्छ, यसो तिनीहरूको जीवन हेर्दै गर्दा त्यो नि आत्मामा हुँदैन। बलवान व्यक्तिले कहिले पनि उयो गर्दैन। हालेलुया। यदि ऊ म भन्दा शक्तिशाली छ भने, प्रभुमा, अभिषेकमा, सामर्थमा, हरेक कुरामा म भन्दा शक्तिशाली छ भने नि, त्यो व्यक्तिले मेरो विरोध गरिराखेको हुँदैन, त्यो व्यक्तिले मलाई दुश्मनी गरिराखेको हुँदैन। तर जो म भन्दा कमजोर छ, त्यो व्यक्तिले के गरिराखेको हुन्छ? मलाई सताइराखेको हुन्छ, अपमान गरिराखेको हुन्छ, निन्दा गरिराखेको हुन्छ, घृणा गरिराखेको हुन्छ। भनेपछि यहाँ के देखिन्छ भने, जब इजरायलीहरू फारो राजा भन्दा शक्तिशाली भएको देख्यो, इजरायलीहरू जब मिस्रीहरू भन्दा शक्तिशाली भएको देख्यो, तब सताउनु थाल्यो, निन्दा गर्नु थाल्यो, अपमान गर्नु थाल्यो। पहिला पोइन्ट नम्बर 1, किन मानिसले बिना कारण घृणा गर्दो रहेछ?
परमेश्वरको तपाईँ प्रिय भएको कारणले गर्दाखेरि। हालेलुया। दोस्रो कारण के देख्यौ? तपाईँको जीवनमा परमेश्वरको दर्शन भएको कारणले, तपाईँ दर्शन बोक्ने व्यक्ति भएको कारणले, तपाईँको जीवनमा परमेश्वरको उद्देश्य भएको कारणले गर्दाखेरि। तेस्रो कारण हामीले के देख्यौं है? तपाईँ अरूभन्दा बढेर गएको कारणले गर्दाखेरि। चौथो कारण तपाईँ शक्तिशाली उनीहरूभन्दा भएको कारणले गर्दाखेरि तपाईँ सतवाटमा भएर गइराख्नु भएको छ। तपाईलाई बिना कारण मानिसले घृणा गरिरहेको छ। हालेलुया। 5 वटामा गयौं ल। पहिला राजा 22 अध्यायको 8 पदमा यहाँ यसरी लेखेको छ, आहाब राजा चाहिँ एकदम दुष्ट चालमा चलिरहेको थियो। यहुदाको राजा आहाब राजा चाहिँ एकदम दुष्ट चालमा चलिरहेको बेला हो, त्यति बेलाको घटना हो यहाँ। यसो भनेको छ, उनले आहाब राजाले प्रभुको एकजना अगमवक्ता मिकाया भन्नेको विषयमा, त्यो व्यक्तिको विषयमा, प्रभुको जनको विषयमा उनले यसरी भन्छ। यहाँ सुन्नुहोस् है, इजरायलको राजा यहोशाफातलाई जवाब दिए। कसले जवाब दिँदैछ? यहुदाको राजाले। परम प्रभुबाट सोध्नलाई एकजना त छन्, तर म तिनलाई घृणा गर्छु। हेर्नुहोस् है के भन्दैछ, म तिनलाई घृणा गर्छु किनभने तिनले मेरो निम्ति असल अगमवचन कहदैन। मिकायाको विषयमा राजाले भन्दैछ, त्यो अगमवक्तालाई म पुरा घृणा गर्छु, हेर्नै सक्दिनँ। उसलाई चाहिँ नि मिकायालाई देखिसक्दाखेरि त्यो राजालाई रिस उठ्यो के। जसरी तपाईँ र मलाई मानिसले देख्दै गर्दा हाम्रो अनुहार देखिसक्दा रिएक्सन देख्छौँ नि कतिजनाको, पुरा रिसाइको। हामीलाई देखिसक्दा अनुहार बिगार्छ है, हामीलाई देखिसक्दाखेरि हाम्रो स्वर सुनिसक्दाखेरि अर्कै अनुहार बिगार्छ। त्यस्तै त्यो राजाले मिकाया अगमवक्तालाई देखिसक्दाखेरि रिसले अनुहार बिगार्थ्यो, रिसले पुरा घृणा गर्थ्यो अनि उसको विषयमा नराम्रो कुरा गर्थ्यो। किन घृणा गर्थ्यो अरे? किनभने उनलाई मन पर्ने खालको अगमबाणी कहन्थेन। त्यति बेला ऊ चाहिँ दुष्ट चालमा चलिराखेको थियो राजा। अनि राजा दुष्ट चालमा चल्दै गर्दा अरू थुप्रै अगमवक्ताहरू पनि थियो। अरू अगमवक्ताले के भन्थ्यो? स्याबास राजा, तपाईले राम्रो गरिराख्नु भएको छ, तपाईको उन्नति हुन्छ, तपाईको फलिफाप हुन्छ है, तपाईले विजय पाउनुहुन्छ। राम्रो राम्रो अगमबाणी गर्थ्यो। आफ्नै खुसीले आफ्नो जेबदेखि निकालेर अगमबाणी बोल्थ्यो। तर यहाँ एउटा सत्यतामा उभिने अगमवक्ता मिकाया अगमवक्ताले अरूले जस्तो अगमबाणी कहन्थेन। तपाईले त्यस अघि पढेको नि, तपाईले 14 पद पढ्नुभयो भने उसले भन्दछ, परमेश्वरको शपथ खाएर म भन्दछु, परमेश्वरले मलाई जे भन्नुहुन्छ त्यो बाहेक अरू म केही भन्ने छैन। हालेलुया। किन नमन परेको रहेछ राजालाई यो अगमवक्ता? किनभने ऊ सत्यतामा उभिन्थ्यो। अरू जस्तो झुटसँग सम्झौता ऊ गर्थेन। अरू अगमवक्ता जस्तो ऊ मानिसलाई खुसी पार्ने काम गर्थेन हो, राजालाई खुसी पार्ने काम गर्थेन। तर परमेश्वरले जे भन्नुहुन्छ, परमेश्वरले राजा तैँले गल्ती गरिस् भन्यो भने त्यही भन्नुहुन्थ्यो। डराउँथेन त्यो अगमवक्ताले। सत्यतामा उभिन्थ्यो, संसारसँग सम्झौता गर्थेन, पवित्रतामा जीवन जिउँथ्यो, परमेश्वरको आज्ञाकारितामा जिउँथ्यो। झुटासँग, पापसँग, अधर्मसँग ऊ सम्झौता गर्थेन। किन सतवटमा भएर ऊ जानु पर्यो? किन मानिसले उसलाई घृणा गर्यो? इभन देशको राजाले घृणा गर्नु भनेको देशले नै घृणा गर्नु हो। देशले नै राजाले उसलाई किन घृणा गर्यो? बिना कारण। किनभने ऊ चाहिँ नि सत्यतामा उभिने व्यक्ति थियो। हालेलुया। अरू अपवित्रतामा जिउँदै गर्दा ऊ पवित्रतामा जिउने व्यक्ति थियो। अरू झुटसँग सम्झौता गर्ने व्यक्तिहरूको माझमा ऊ चाहिँ झुटसँग सम्झौता नगर्ने सत्यतामा उभिने व्यक्ति थियो। हालेलुया। मानिसलाई खुसी पार्दै जिउने व्यक्तिहरूको भिडमा एकजना व्यक्ति थियो जो चाहिँ मानिसलाई होइन परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिउने ऊ चाहिँ मिकाया थियो। हालेलुया। किन मानिसले घृणा गर्दो रहेछ बुझ्नुभयो? किन मानिसले तपाईँलाई घृणा गरेको रहेछ? किन मानिसले तपाईँलाई हेरिसकेको छैन? अरू मानिसले भन्छ जाँड खाम, तपाईँ भन्नुहुन्छ नो,
मैले यो आफैलाई अपवित्र पार्ने छैन। अरूले भन्छ बेविचार गरौँ, तपाईँ भन्नुहुन्छ नो यो पाप हो, म त्यस्तो अपवित्रतामा जीवन जिउने छैन, पाप गर्ने छैन। अरूले भन्छ है संसारको ढाँचामा जाउँ, डिस्को नाचौँ, ड्रग्स खाउँ, यो त्यो गरौँ न, तर तपाईँ सम्झौता गर्नुहुन्न। त्यही भएर तपाईँलाई मानिसले घृणा गरेको। हालेलुया। तपाईँको नराम्रो कारणले होइन, तर राम्रो कारणले तिनीहरूले तपाईँलाई घृणा गरेको तपाईँलाई थाहा छ। हालेलुया। किनभने उनीहरूको पापमा तपाईँ सम्झौता गर्नु हुँदैन, गर्नु नभएको कारणले गर्दाखेरि उनीहरू जस्तो अधर्ममा, पापमा, अनैतिकतामा, दुष्टतामा तपाईँ नजिउने निर्णय गरेको कारणले, सत्यतामा जिउने निर्णय गरेको कारणले, पवित्रतामा जिउने निर्णय गरेको कारणले, परमेश्वरको आज्ञाकारितामा जिउने निर्णय गरेको कारणले, परमेश्वरलाई प्रसन्न पार्ने खालको जीवन तपाईँले जिएको कारणले तपाईँ सतवादमा पर्नुहुन्छ। तपाईँ मानिसको घृणाको बाटोमा भएर तपाईँ जानुपर्ने हुन्छ। हालेलुया। तपाईँलाई थाहा छ, म तपाईँलाई सत्य कुरा भन्छु, जसले नि धेरैजना नि इभन क्रिस्चियनहरू पनि नि यस्तो यो मिकाया जस्तो जीवन जिउँदैन। धेरै मानिस, आज म तपाईँलाई सत्य कुरा भनौँ, यदि म संसारसँग सम्झौता गर्ने खालको मान्छे थिएँ भने, म भन्दैछु मेरै विषयमा भन्दैछु, मैले अनुभव गरेको छु। मेरो धेरै मित्रहरू, धेरै क्रिस्चियनहरूले इभन मलाई मन पर्दैन, मन पराउँदैन। धेरै मेरो साथी छैन, बुझ्नुभयो? धेरैले मसँग उनीहरूलाई बस्दैन। यो सत्य कुरा भन्दैछु, एउटै कुरा हो। धेरैजना नि क्रिस्चियन भएर पनि संसारसँग सम्झौता गर्ने, पापसँग, झुटसँग सम्झौता गर्ने तयार हुन्छ, तर म तयार होइन। हालेलुया। मेरो भित्रदेखि सत्यतामा उभिनु मन लाग्छ, मलाई पवित्रतामा उभिनु मन लाग्छ, प्रभुलाई प्रसन्न पार्ने खालको जीवन जिउनु मन लाग्छ। त्यो मैले एक्सरसाइज गर्दै गर्दा, त्यो मैले प्र्याक्टिस गर्दै गर्दा जहिले पनि म आफूलाई एक्लो पाउँछु। हालेलुया। अनि निराशा हुँदैन, किनभने त्यो संसारको सम्झौता गर्ने ठुलो भिडमा छुइनँ रहेछु म। तर सम्झौता, संसारको संसारसँग सम्झौता नगर्ने, सत्यतामा, पवित्रतामा, परमेश्वरलाई प्रसन्न पार्ने खालको एउटा सानो भिडमा उभिएको कारणले गर्दा। हालेलुया। धेरैचोटिको मान्छेको के सोच हुन्छ थाहा छ? यो मान्छे राम्रो छैन, यो राम्रो, यो बोल्नु जान्दैन, यो यस्तो व्यवहार छ, योसँग कोही मिल्दैन, योसँग हामीलाई पनि मिल्नु आउँछ। हालेलुया। तर पापसँग सम्झौता गर्नु आउँदैन। हामीलाई पनि साथी बनाउनु मन लाग्छ, तर पापसँग सम्झौता गर्दै उनीहरूसँग साथीहरू, त्यस्तो साथीसँग जिउनु मन लाग्दैन। त्यही भएर एक्लै हुन्छु कतिचोटि। हालेलुया। मैले तपाईँलाई भन्नु चाहेको, म मात्रै होइन, तर हरेक व्यक्ति, थुप्रै मिकायाहरू आज छ, मानिसले घृणा गरेको थुप्रै मिकायाहरू मण्डलीमा छ। त्यो मण्डलीको ठुलो भिड छ, जसले नि पापसँग सम्झौता गर्नु सिकाउँछ। उनीहरूलाई अप्ठ्यारो लाग्दैन, गाह्रो लाग्दैन, तर थोरै त्यसमध्ये मिकाया पनि छ, जो ऊ एक्लै हुन्छ। जहिले पनि ऊ घृणाको बाटोमा भएर हिँड्नुपर्छ, जहिले पनि ऊ अपमान र निन्दाको बाटोमा भएर हिँड्नुपर्ने हुन्छ। कारण यो ऊ संसारसँग सम्झौता गर्नु चाहँदैन, ऊ संसारसँग, पापसँग सम्झौता गर्नु चाहँदैन। भरसक ऊ पवित्रतामा जिउनु चाहन्छ, सत्यतामा जिउनु चाहन्छ, इमानदारितामा जिउनु चाहन्छ, परमेश्वरको वचनलाई पुरा पालन गर्नु चाहन्छ। त्यो व्यक्ति घृणाको बाटो भएर जान्छ। बुझ्नुभयो? किन आज तपाईँले घृणाको बाटो भएर हिँड्दै हुनुहुन्छ? किन बिना कारण मानिसले तपाईँलाई घृणा गर्दैछ? किनभने तपाईँ तिनीहरूसँग, पापसँग सम्झौता गर्दै जिउनु तयार हुनु भएन। हालेलुया। पवित्रतामा जिउनु चाहेको कारणले, सत्यतामा जिउनु चाहेको कारणले, परमेश्वरलाई प्रसन्न गर्न जीवन जिउनु चाहेको कारणले गर्दाखेरि हो। हालेलुया। कति नम्बर हामी पुग्यौं? 6 हो। अब 6 नम्बरमा अब यूहन्नाको पुस्तक 15 अध्याय निकाल्नुहोस् त। यूहन्ना 15 अध्यायको 18 देखि पढेर 18 र 19। यदि संसारले तिमीहरूलाई घृणा गर्छन् भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका
हुँदो हो त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारको होइनौ। तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्छ। हालेलुया। किन घृणा गर्दो रहेछ मानिसले, बुझ्नुभयो? प्रभु यीशुले भन्दै हुनुहुन्छ आफ्नो चेलाहरूलाई, उहाँलाई विश्वास गर्ने आज तपाईँ र मलाई उहाँले भन्दै हुनुहुन्छ। के भन्दै हुनुहुन्छ थाहा छ? संसारले तिमीलाई किन घृणा गर्छ? किनभने तिमीहरू संसारको होइनौ। हालेलुया। संसारदेखि मैले तिमीहरूलाई चुनेको छु भनेर भन्दछ। तपाईँ र म संसारमा जिउँदैछौँ, तर तपाईँ र म संसारको होइन। किनभने फिलिपीको पुस्तक 3:20 भन्दछ, तपाईँ र मेरो अनन्तको वासस्थान चाहिँ कहाँ अरे? तपाईँ र मेरो नागरिकता चाहिँ कहाँ अरे? स्वर्गमा हो। हालेलुया। स्वर्गको जीवन यो पृथ्वीमा जिउने तपाईँ र म व्यक्तिहरू। हालेलुया। तपाईँ र म सधैँ यहाँ बास गर्दिनौ। एक दिन तपाईँ र म यो संसारलाई छोडेर जानु छ अनन्त अनन्त पिताका। हाम्रो वासस्थान, हाम्रो अनन्त अनन्त हाम्रो देश त्यो हो। त्यसै गर्दै गर्दाखेरि आज संसारको स्वर्गको जीवन यो पृथ्वीमा जिउँदैछौँ। अनि यो संसारमा त हामी जिउँछौँ, तर यो संसारको रीतिथितिमा, संसारको तरिकामा हामी जिउँदिनौँ। संसारको संस्कारमा तपाईँ र म जिउँदिनौँ। किन जिउँदिनौँ? हामी संसारको होइनौँ, हामी स्वर्गको हौ। स्वर्गका मानिस यो पृथ्वीमा जिउँदै गर्दा स्वर्गको संस्कारमा हामी जिउँछौँ। अरूले भन्छ कसैले घृणा गर्छ भने त्यसलाई पनि घृणा गर, तर स्वर्गको संस्कारले त्यो सिकाउँदैन। कसैले तँलाई घृणा गर्छ भने त्यसलाई त्यसको निम्ति प्रार्थना गरिदे। हालेलुया। संसारको संस्कारले तपाईँलाई के सिकाउँछ? बदला लिनुपर्छ। कसैले तँलाई पिट्यो भने एउटा थप्पड हान्यो भने अर्को पनि थप्पड हान। दाँतको बदला दाँत, आँखाको बदला आँखा। पहिला हामी त्यसो भन्थ्यौँ, है छोरा मान्छे कसैले एक झप्पड दियो, एक बक्सर दियो भने त्यसलाई 2 बक्सर थपेर दिएन भने त्यो चाहिँ काम नलाग्ने सोच्थ्यो कि भन्थ्यो। अनि 2 बक्सर दिएपछि मात्र यो चाहिँ छोरा मान्छे हो नि त। संसारले त्यो सिकाउँछ, बदला लिनु सिकाउँछ, क्षमा दिनु सिकाउँदैन। क्षमा नदे भन्छ, बदला ले भन्छ, देखा भन्छ, इखले भन्छ। तर प्रभु यीशुले के भन्छ? स्वर्गको संस्कारले के भन्छ? क्षमा दे, प्रेम गर। हालेलुया। अरूको आरिस नगर, अरूको अपमान नगर, आफू झुकेर अरूलाई उठा, सबैलाई प्रेम गर, दया गर। स्वर्गको संस्कार यो पृथ्वीमा हामी जिउँछौँ। हामी स्वर्गको हौ। स्वर्गको संस्कारमा यो पृथ्वीमा हामी जिउँदै गर्दाखेरि संसारका मानिसलाई संसारको संस्कारसँग मिल्दैन। त्यसै भएर उनीहरूले हामीलाई घृणा गर्छ। हालेलुया। शनिबार छुट्टी हुन्छ। शनिबारको छुट्टीको दिनमा के भन्छ संसारको साथीहरूले, जसले प्रभु पाएको छैन, तपाईँलाई भन्छ जाउँ आज त कता घुम्नु हो, जाउँ फिल्म हेर्नु, जाउँ डिस्कोमा जाउँ आज पार्टी मनाऊ, म बिहार ल्याउँछु, म रक्सी ल्याउँछु, यो ल्याउँ आज मनाम। तपाईँ भन्नुहुन्छ नो, म त सङ्गति जान्छु, म त रक्सी खानु हुँदैन, म डिस्को जानु हुँदैन। अनि संसारको र स्वर्गको संस्कार मिलेन नि त। किनभने तपाईँ स्वर्गको हो। तपाईँ स्वर्गको संस्कारमा यो पृथ्वीमा जिउनु चाहनुहुन्छ, उनीहरू संसारको संसारमा जिउनु चाहन्छ, मिलेन। किन सतोबाट आएको रहेछ? किन घृणा गरेको रहेछ? तपाईँलाई किन मन नपराएको रहेछ त? किनभने तपाईँ स्वर्गको जीवन यो पृथ्वीमा जिउनुहुन्छ। स्वर्गको संस्कार यो पृथ्वीमा तपाईँ जिउनुहुन्छ। त्यसैले हालेलुया। त्यसैले मानिसले तपाईँलाई सताउँदै गर्दा, मानिसले तपाईँलाई घृणा गर्दै गर्दा, मानिसले तपाईँलाई अपमान गर्दै गर्दाखेरि, निन्दा गर्दै गर्दाखेरि छक्कै नपर्नुहोस्। प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु धन्यवाद, मेरो नागरिकता स्वर्ग हो। हालेलुया। ओ प्रभु धन्यवाद, म स्वर्गको संस्कारमा जिउँदै रहेछु भनेर प्रभुलाई धन्यवाद दिनुहोस्। हालेलुया। अब अन्तिम पदमा म गएँ। अन्तिम पोइन्ट 7मा हामी गयौँ। अर्को चाहिँ के हो? त्यहाँ तपाईँले 18 पदमा अघि पढ्नुभयो भने यहाँ यसरी भनेको छ है, 18 पद 15 अध्यायको 18 पदमा यसरी भनेको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। हालेलुया। किन तपाईँलाई संसारले घृणा गरेको अरे? किनभने यीशुलाई पहिला तिनीहरूले घृणा गरिसकेको छ। अनि बाइबलले भन्छ चेला तपाईँ र म ख्रीष्ट यीशुको चेला भने चेलाले जहिले पनि गुरुको पहिला पछाउनु पर्ने हुन्छ। हालेलुया।
यसले के देखाउँछ भने प्रभु यीशुले भन्नुभयो तिमीहरूलाई आज सताउँदैछ तर त्योभन्दा पहिला मलाई तिनीहरूले सताइसक्यो, मलाई क्रुसमा टाग्यो, मलाई घृणा गर्यो, मलाई नाङ्गै पार्यो, मलाई थुकिदियो, मेरो निन्दा गर्यो, अपमान गर्यो। तपाईलाई थाहा छ नि यीशुले कति धेरै अपमान र निन्दा गरेको थियो, कति धेरै घृणा गरेको थियो। प्रभुले भन्छ आज तिमीहरूलाई पनि सताउँछ, जसले मलाई विश्वास गरेको छौ, जो मेरो विश्वासी मण्डली हौ। संसारले तिमीहरूलाई घृणा गर्दै गर्दा, अपमान निन्दा र खेदो गर्दै गर्दा हताश नहौ, किनभने तिनीहरूले मलाई त्यसरी नै सताएको छ। यदि मेरो चेला हौ भने तिमीहरू पनि त्यो बाटोमा भएर हिँड्नु पर्ने हुन्छ। हालेलुया, हालेलुया। म प्रभुलाई धन्यवाद दिन्छु। यदि आज म निन्दा र अपमानको बाटो भएर जाँदैछु भने, आज खेदो र अपमानको बाटो भएर जाँदैछु भने, मलाई मानिसले घृणा गर्दैछ, अपमान निन्दा गर्दैछ भने, मेरो अनुहार देखिसक्दा उनीहरूलाई रिस उठ्दैछ भने, प्रभु धन्यवाद, यीशु तपाईँको पहिला मैले पछाउँदै रहेछु। हालेलुया। साँच्चै नि यो चाहिँ एउटा साइन हो कि मेरो प्रभु यीशुको मैले पहिला पछाउँदैछु। यो चाहिँ एउटा साइन हो कि मेरो प्रभु यीशु चाहिँ मेरो प्रभु हुनुहुन्छ र म चाहिँ उहाँ मेरो गुरु हुनुहुन्छ, उहाँको म चाहिँ चेला हुँ भन्ने यसले प्रमाणित गरिराखेको छ। हालेलुया। तपाईँ निन्दामा भएर जानुभएको छैन भने, अपमानमा भएर जानुभएको छैन भने, सतावटमा भएर जानुभएको छैन भने, कसैले तपाईँलाई नि सबैले माया मात्रै गर्दैछ भने, त्यसो भने त नि तपाईँ यीशु पहिला पछाइराख्नु भएको छैन। त्यसो भने त नि तपाईँ त यीशुको चेला हुनु भएको छैन रहेछ। त्यसो भए त नि तपाईँ सही बाटोमा हिँडिराख्नु भएको रहेन रहेछ त। तर आज मानिसले सताउँदै गर्दा, तपाईँ र मलाई अपमान गर्दै गर्दा, बिना कारण तपाईँ र मेरो खेदो र निन्दा गर्दै गर्दाखेरि यो चाहिँ एउटा साइन हो। यो कुराले यो बुझाउँछ कि साँच्चै नै हामी यीशुको पहिला पछाउँदै रहेछौँ, साँच्चै नै हामी यीशुको चेला रहेछौँ, साँच्चै नै हामी सही बाटोमा रहेछौँ, त्यो अप्ठ्यारो बाटोमा जुन बाटोले जीवनमा पुर्याउँछ। हालेलुया। अर्को बाटो भन्नुभयो त सजिलो छ, फराकिलो छ, त्यो ठुलो बाटो, तर त्यसले जीवनमा पुर्याउँदैन। तर एउटा यस्तो पनि बाटो छ जुन बाटो अप्ठ्यारो छ, कठिनाइ छ, तर त्यहाँ हिँड्ने थोरै मात्रै छ। हालेलुया। भने त थोरै मात्रै छ। तपाईँ थोरैमा पर्नुहुन्छ कि धेरैमा पर्नुहुन्छ? कुन बाटोमा? साँघुरो बाटोमा हुनुहुन्छ कि ठुलो बाटोमा, फराकिलो बाटोमा? साँघुरो बाटोमा हिँड्दै गर्दाखेरि यता पनि है, साँघुरो बाटोमा हिँड्दै गर्दा यता पनि पिल्सिन्छ होला, उता पनि ठोकिन्छ होला, तर गाह्रो पर्दै होला। तर तपाईँ सही बाटोमा हुनुहुन्छ। अपमानले तपाईँलाई दुःख दिइराखेको होला, दुखाइराखेको होला, निन्दाले, अपमानले, सतावटले, अभावले, कष्टले, तर तपाईँ सही बाटो हुनुहुन्छ। हालेलुया। यीशु हिँडेको बाटोमा तपाईँ हिँड्दै हुनुहुन्छ, यीशुको तपाईँ चेला हुनुहुन्छ। हालेलुया। सो निराश नहुनुहोस्, त्यो बाटोले जीवनमा पुर्याउँछ। त्यो बाटो यीशु आफै हुनुहुन्छ। हालेलुया। मैले तपाईँलाई कतिवटा पोइन्ट भने? 7वटा पोइन्ट। सधैँभरि तपाईँलाई यो याद होस्। कतिवटा पोइन्ट? 7वटा पोइन्ट। पहिला, तपाईँ र म आज यो पृथ्वीमा जिउँदै गर्दाखेरि बिना कारण मानिसले सताइराखेको हुन्छ, अपमान गरिराखेको हुन्छ, निन्दा गरिराखेको हुन्छ, खेदो गरिराखेको हुन्छ। हाम्रो अनुहार देखिसक्दा उनीहरूले अनुहार बिगार्छ, हाम्रो आवाज सुनिसक्दा उनीहरूलाई रिस उठ्छ, हामीलाई देखिसक्दैन किन रहेछ भनेर तपाईँको प्रश्नको उत्तर आज क्लियर भएको छ। अब निराश हुनु पर्दैन। किन रहेछ त? किनभने पिताले, सर्वशक्तिमान परमेश्वर आज तपाईँको पिता हुनुभएको छ। सारा सृष्टिको मालिक आज तपाईँको पिता हुनुहुन्छ। यीशु ख्रीष्टलाई विश्वास गरेपछि तपाईँ र म परमेश्वरको छोराछोरी भइसकेको छौँ। अनि छोराछोरीलाई जहिले पनि अति माया गरिन्छ। हालेलुया। तपाईँ र म अति माया गरिएको व्यक्तिहरू, तपाईँ र म परमेश्वरले प्रेम गरेको व्यक्तिहरू, तपाईँ र म परमेश्वरको मुटुको टुक्रा हौँ। त्यसैले संसारले तपाईँलाई मन पराउँदैन। हालेलुया। प्रभुले तपाईँलाई त्यसै बोलाउनु भएको छैन। हरेक जो जति येशूको छोराछोरी हो, परमेश्वरको छोराछोरी, उनीहरूको जीवनमा परमेश्वरको उद्देश्य छ, उनीहरू दर्शन बोक्ने व्यक्ति हो। त्यसैले मानिसले तपाईँलाई घृणा गर्छ। हालेलुया। किनभने तपाईँको जीवनमा दर्शन छ, तपाईँको जीवनमा परमेश्वरको उद्देश्य छ। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ, साधारण व्यक्ति हुनुहुन्न। ठुलो उद्देश्य छ। त्यो उद्देश्य बोकेर जिउँदै गर्दाखेरि शत्रुलाई मन पर्दैन। उनीहरूको जीवनमा हेर्छ उद्देश्य छैन, उनीहरूको जीवन हेर्छ दर्शन छैन। तपाईँको जीवनमा यति ठुलो परमेश्वरको दर्शन देख्छ, उनीहरूलाई रिस उठ्छ। तपाईँ देख्दै गर्दाखेरि
त्यसै कारणले संसारले तपाईँलाई सताउँछ, त्यसै कारण संसारले तपाईँलाई घृणा गर्छ, कारण तपाईँको जीवनमा परमेश्वरको ठूलो उद्देश्य छ, परमेश्वरको दर्शन छ। हालेलुया, हालेलुया। तेस्रो कारण संसारले तपाईँलाई किन घृणा गर्छ, किनभने तपाईँ बढ्दै हुनुहुन्छ। मानिसले किन आज तपाईँलाई घृणा गरिराखेको छ, साथी सङ्गीले किन तपाईँलाई घृणा गरिराखेको छ, किन सताउँछ, किन हेरि सक्दैन, किनभने तपाईँ बढिराख्नु भएको देखेर हो। हालेलुया। तपाईँ प्रार्थनामा बढेको देख्दै गर्दाखेरि, तपाईँ उपवासमा बढेको देख्दै गर्दाखेरि, तपाईँ ख्रिस्टमा बढेको देख्दै गर्दाखेरि, तपाईँ पवित्रतामा बढेको देख्दै गर्दाखेरि, तपाईँ संगतिमा बढेको देख्दै गर्दाखेरि, तपाईँ सत्यतामा बढेको देख्दै गर्दाखेरि, तपाईँ इमानदारितामा बढेको देख्दै गर्दाखेरि, तपाईँ अभिषेकमा बढेको देख्दै गर्दाखेरि, सेवकाईमा बढेको देख्दै गर्दाखेरि अरूलाई रिस उठ्छ। हालेलुया। त्यसै कारण उनीहरूले रिस गरेको हो। तपाईँ नराम्रो भएको कारणले होइन, तपाईँ काम नलाग्ने भएको कारणले होइन, तर तपाईँ बढेको देखेर शत्रुलाई रिस उठेको। हालेलुया। सो त्यही भएर तपाईँसँग मानिस नमिलेको, त्यही भएर मानिसले तपाईँलाई सताएको। चौथो कारण के अरे, तपाईँ शक्तिशाली भएको कारणले। हालेलुया। तपाईँ अभिषेकमा शक्तिशाली हुँदै जाँदै हुनुहुन्छ, सेवकाईमा शक्तिशाली हुँदै जाँदै हुनुहुन्छ, प्रभुमा शक्तिशाली हुँदै जाँदै हुनुहुन्छ। संसारले देख्यो, साथी सङ्गीले देख्यो, मन परेन, उनीहरू आफूलाई कमजोर देख्यो, तला देख्यो, त्यसो हुँदा तपाईँ शक्तिशाली हुँदै गरेको देख्दा मन नपरेको, त्यसैले संसारले तपाईँलाई घृणा गर्छ। आज जो जतिले यीशुलाई विश्वास गरेको छ भने त्यो व्यक्तिहरू चाहिँ नि मामुली व्यक्ति होइन, ख्रिस्ट सारा सृष्टिको मालिक परमेश्वरलाई बोक्ने व्यक्तिहरू। हालेलुया, हालेलुया। साधारण व्यक्तिहरू हो तिनीहरू चाहिँ, शक्तिशाली व्यक्ति हो। पाँचवा कारण के भने, तपाईँ सत्यतामा उभिनु भएको कारणले गर्दा, पवित्रतामा उभिनु भएको कारणले गर्दा, परमेश्वरलाई प्रसन्न पार्ने खालको जीवन जिउँछु भनेर निर्णय गरेर त्यो प्रकारको जीवन जिएको कारणले गर्दाखेरि, सत्यतामा जब तपाईँ जिउनु तयार हुनुहुन्छ, पवित्रतामा कुनै संसारसँग सम्झौता नगर्ने खालको निर्णय गरेर जब जिउनुहुन्छ, त्यति बेला मानिसले घृणा गर्न थाल्छ। किन आज मानिसले घृणा गर्दैछ, किनभने संसारसँग सम्झौता नगर्ने तपाईँले निर्णय गर्नुभएको छ। हालेलुया। पवित्रतामा जिउने निर्णय गर्नुभएको छ, व्यभिचारसँग सम्झौता नगर्ने निर्णय गर्नुभएको छ, चोरीसँग सम्झौता नगर्ने निर्णय गर्नुभएको छ, झुटसँग सम्झौता नगर्ने निर्णय गर्नुभएको छ। त्यो ठुलो भिड जसले चाहिँ सम्झौता गर्नेको लागि ठुलो भिड छ, त्यो भिडसँग नउभिने निर्णय गर्नुभएको छ। त्यो भएर त्यो ठुलो भिडले तपाईँलाई घृणा गरेको। हालेलुया। यदि उनीहरू जस्तो तपाईँ पनि त्यो त्यहाँ सहभागी भइदिनु भयो, उनीहरूले माया गर्नु थाल्छ। तर तपाईँ आफैलाई ख्रिस्टको निम्ति अलग गरेको कारणले गर्दाखेरि, सत्यता, पवित्रता र इमानदारितामा उभिने, ख्रिस्टको निम्ति उभिने निर्णय गरेको कारणले गर्दाखेरि, सम्झौता रहित जीवन जिउने निर्णय गरेको कारणले संसारले तपाईँलाई घृणा गर्छ, मानिसले तपाईँलाई घृणा गर्छ। हालेलुया। संसारले किन घृणा गर्दो रहेछ त? हालेलुया। किनभने तपाईँ संसारको होइन, संसारमा जिउनुहुन्छ, तर बाइबलले भन्छ तपाईँको नागरिकता चाहिँ कहाँ हो अरे? स्वर्ग हो। हालेलुया। स्वर्गको तपाईँ यो पृथ्वीमा स्वर्गको एउटा संस्कारमा जिउँदै गर्दाखेरि, परमेश्वरको संस्कारमा जिउँदै गर्दाखेरि संसारको संस्कार र तपाईँको संस्कार मिलेन, त्यही भएर संसारले तपाईँलाई घृणा गर्छ। हालेलुया। संसारले किन घृणा गर्छ? तपाईँ संसारको होइन, संसारमा जिउनुहुन्छ, तर तपाईँ स्वर्गको हो, अनि स्वर्गको संस्कारमा तपाईँ जिउनुहुन्छ। अरूले भन्छ जाँड रक्सी खाऊ, तपाईँले भन्नुहुन्छ हुक त्यसो गर्नु हुँदैन। अरूले भन्छ व्यभिचार गरौँ, तपाईँले भन्नुहुन्छ त्यो पाप हो, त्यसो गर्नु हुँदैन। अरूले भन्छ बदला लिनुपर्छ भन्छ, तपाईँ भन्नुहुन्छ क्षमा दिनुपर्छ भन्नुहुन्छ। अरूले भन्छ आरिस गर्नुपर्छ त्यस्तो व्यक्तिलाई, तपाईँले भन्नुहुन्छ आरिस गर्नु हुँदैन। अरूले भन्नुहुन्छ खुट्टा तान्नुपर्छ, तपाईँले भन्नुहुन्छ उठाउनु पर्छ भन्नुहुन्छ। हालेलुया। तपाईँको संस्कार स्वर्गको संस्कार हो, संसारको संस्कारसँग मिल्दैन। हालेलुया। सो मानिसले तपाईँलाई मन पराउँदैन, सो मानिसले तपाईँलाई मन पराउँदैन। तपाईँले प्रेम गर्नु भन्छ, संसारले तपाईँलाई घृणा गर्नु सिकाउँछ। तपाईँले क्षमा गर्नुपर्छ भन्नुहुन्छ, संसारले तपाईँलाई बदला लिनु सिकाउँछ। तपाईँ पवित्रतामा जिउनुपर्छ भन्नुहुन्छ, संसारले तपाईँलाई अपवित्रमा जिउँदा पनि हुन्छ भन्छ। तपाईँले भन्छ यो शरीरले तपाईँलाई भन्छ, संसारले भन्छ यो शरीरले व्यभिचार गर्नुपर्छ, तपाईँ भन्नुहुन्छ यो शरीर परमेश्वरको मन्दिर हो, पवित्र राख्नुपर्छ। हालेलुया। संसारले भन्छ कमाउनुको लागि हामीले झुट बोल्नु नै पर्छ, कमाउनुको लागि हामीले नि केही न केही
चाकलुसी गर्नु नै पर्छ, छल्नु नै पर्छ, तपाईँ भन्नुहुन्छ इमानदार रहनुपर्छ। बरु सानो किन नहौँ, बरु नबढौँ नि सही छ, तर म इमानदारमा जिउँछु, पवित्रतामा जिउँछु, सत्यतामा जिउँछु तपाईँ भन्नुहुन्छ। त्यही भएर संस्कार मिलेन नि त, संस्कार मिलेन नि त। त्यही भएर संस्कार नमिल्दै गर्दाखेरि संसारले तपाईँलाई घृणा गरेको। हालेलुया। अर्को कुरा, तपाईको प्रभु येशू जो तपाईको निम्ति काल्भरी क्रुसमा मर्नुभयो, तपाईको निम्ति रगत बगाउनु भयो, सारा निन्दा र अपमान सहनुभयो, ती प्रभु तपाईँ आज हिँड्दै गरेको त्यो घृणाको बाटो भएर हिँडिसक्नु भएको छ। अपमान, निन्दा र खेदको बाटो भएर उहाँ अलरेडी हिँडिसक्नु भएको छ। त्यसैले गर्दाखेरि नि तपाईको प्रभु यदि त्यो बाटो भएर जानु भएको छ भने आज तपाईँ पनि त्यो बाटो भएर जानु नै पर्छ। संसारले तपाईँलाई घृणा गर्दै गर्दाखेरि तपाईँ नराम्रो भएको यो साइन होइन, तपाईँ काम नलाग्ने भएको यो एउटा साइन होइन, तर तपाईँ यीशुको पहिला पछाउँदै हुनुहुन्छ भने यो चाहिँ साइन हो। तपाईँ यीशुको साँचो चेला हो भने एउटा साइन हो। तपाईँ सही बाटोमा हुनुहुन्छ है भने यो चाहिँ एउटा साइन हो। हालेलुया। सो मानिसले घृणा गर्दै गर्दा, अपमान गर्दै गर्दा, निन्दा गर्दै गर्दाखेरि, बिना कारण तपाईँलाई हेरि नसक्दै गर्दाखेरि निराशा नहुनुहोस्। प्रभुलाई धन्यवाद दिनुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु धन्यवाद, आज संसारले मलाई घृणा गर्दै गरेको छ, मेरो लागि एउटा साइन हो, यो चाहिँ एउटा प्रुफ हो। साँच्चै नै तपाईँले मलाई प्रेम गर्नु हुँदो रहेछ, तपाईँको मुटुको म टुक्रा रहेछु, तपाईँले मलाई असाध्य प्रेम गर्नु हुँदो रहेछ। प्रभु धन्यवाद। संसारले आज तपाईँलाई निन्दा र अपमान गर्दै गर्दा प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु धन्यवाद, म चाहिँ साधारण व्यक्ति होइन रहेछु, म असाधारण व्यक्ति रहेछु। मेरो जीवनमा परमेश्वरको उद्देश्य रहेछ, मेरो जीवनमा परमेश्वरको दर्शन छ। प्रभु धन्यवाद। हालेलुया। संसारले आज घृणा गर्दै गर्दा, अपमान गर्दै गर्दा, निन्दा गर्दै गर्दा मानिसहरूले ओ प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु यो चाहिँ मेरो लागि एउटा साइन हो, यो चाहिँ यस्तो साइन होइन कि म घटेको साइन होइन, यो चाहिँ म नराम्रो छु भन्ने यसले देखाउँदैन, तर यो चाहिँ मेरो लागि यो साइन हो कि म चाहिँ बढ्दैछु। हालेलुया। प्रार्थनामा बढ्दै रहेछु, उपासमा बढ्दै रहेछु, पवित्रतामा बढ्दै रहेछु, इमानदारितामा बढ्दै रहेछु, अभिषेकमा बढ्दै रहेछु, सत्यतामा बढ्दै रहेछु। प्रभु धन्यवाद। जब मानिसले मलाई सताउँछ, हेरिसक्दैन, यो चाहिँ मेरो लागि साइन हो, म बढ्दै गरेको, प्रभुमा बढ्दै गरेको साइन हो। ख्रिस्टमै म बढ्दै रहेछु। हालेलुया। जब मानिसले सताउँदैछ, मलाई अपमान गर्दैछ भने, निन्दा गर्दैछ भने, हेरिसक्दैन भने प्रभु धन्यवाद, यो मेरो लागि चाहिँ साइन हो। म चाहिँ अब कमजोरी होइन भन्ने यो चाहिँ साइन हो, म शक्तिशाली हुँ भन्ने साइन हो। जब तपाईँ म भित्र हुनुहुन्छ भने म असाधारण व्यक्ति हो, म शक्तिशाली व्यक्ति हो, सारा सृष्टिकर्तालाई बोकेर हिँड्ने शक्तिशाली व्यक्ति हुँ भन्ने यो एउटा साइन हो। हालेलुया। जब मानिसले मलाई सताउँछ भने, अपमान गर्छ भने, यो म नराम्रो हुँ भन्ने यसले देखाउँदैन, यो नराम्रो म छु, म एकदमै अयोग्यताको, मेरो अयोग्यताको यो साइन होइन, तर यो चाहिँ मेरो लागि यो साइन हो कि म सत्यतामा जिउँदै रहेछु, म बिना कम्प्रोमाइजको जीवन जिउँदै रहेछु, पवित्रतामा जिउँदै रहेछु, सत्यतामा जिउँदै रहेछु, संसारलाई होइन तर परमेश्वरलाई प्रसन्न पार्ने खालको जीवन जिउँदै रहेछु। सो त्यही भएर मलाई सताउँछ, त्यही भएर मानिसले मलाई हेला गर्छ, त्यही भएर मानिस मसँग मिल्दैन रहेछ। हालेलुया। जब मानिसले मलाई सतावट गर्छ, हेरिसक्दैन, अपमान गर्छ, निन्दा गर्छ भने प्रभुलाई धन्यवाद। प्रभु यो चाहिँ म नराम्रो भएको कारणले होइन, म अयोग्य छु भन्ने यसले देखाउँदैन, तर यो चाहिँ मेरो लागि साइन हो कि म चाहिँ साँच्चै नि म चाहिँ नि संसारको होइन, म स्वर्गको। हालेलुया। म स्वर्गको कल्चरमा जिउँदैछु, म संसारको कल्चरमा जिउँदै छुइनँ। त्यसैले संसारको कल्चरमा जिउने व्यक्तिहरूले मलाई मन पराउँदैन, किनभने म स्वर्गको कल्चरमा जिउँछु नि त। हालेलुया। मेरो येशू मसीहको कल्चरमा म जिउँछु नि त, स्वर्गको परमेश्वरको कल्चरमा म जिउँछु नि त। हालेलुया। जब मानिसले मलाई घृणा गर्छ भने, अपमान र निन्दा गर्छ भने प्रभु धन्यवाद, यो चाहिँ यो साइन हो। तपाईँले मलाई त्याग्नु भएको साइन होइन, म नराम्रो भएको साइन पनि होइन, म काम नलाग्ने भएको साइन पनि होइन, तर यो चाहिँ यो साइन हो कि साँच्चै नै मेरो प्रभु यो बाटोमा भएर हिँडिसक्नु भएको छ अनि म चाहिँ उहाँको चेला भएको रहेछु। म पनि यो साइन उहाँको पहिला पछाउँदै रहेछु, उहाँ हिँड्नु भएको बाटोमा म पनि हिँड्दै रहेछु। म भन्दा अगाडि नै मलाई जस्तै संसारले मेरो प्रभु येशूलाई अपमान गरेको थियो, निन्दा गरेको थियो, हेरिसकेको थिएन, अपमान गरेको थियो, सताएको थियो, त्यही बाटो प्रभु म तपाईँको बाटो पछाउँदै रहेछु। म त तपाईँलाई पछाउने, म तपाईँको चेला भएछु। धन्यवाद प्रभु, धन्यवाद। म गलत रास्तामा रहेन रहेछु, सही ट्र्याक्समा रहेछु। प्रभु धन्यवाद।